विद्यार्थीहरू नमस्कार। आजको कक्षामा स्वागत छ। आज हामी कक्षा 1 को नेपाली विषय म र मेरो परिवार विषय क्षेत्र अन्तर्गत शरीरका अङ्गका बारेमा धेरै कुरा सिक्नेछौँ। विद्यार्थीहरू, अब म तपाईहरुलाई शरीरका अङ्गका बारेमा केही चित्रहरू देखाउनेछु। त्यो चित्रको बारेमा हामी कुराकानी गरौँ है त। ल, यो चित्र हेर्नुहोस् त। यो के को चित्र होला? स्याबास, यो चाहिँ आँखाको चित्र। कतिवटा आँखा? दुईवटा आँखा। आँखाले के गर्छ? आँखाले देख्छ, होइन त? हामी यताउता हेर्नु पर्यो भने आँखाले देख्छौँ। अब अर्को चित्र हेर्नुहोस् त। यो के को चित्र होला? यो चाहिँ कानको। कतिवटा कान? एउटा कान। हामीसँग भाइ बहिनीहरूको कतिवटा कान छ? दुईवटा कान छ। कान दुईवटा हुन्छ, आँखा दुईवटा हुन्छ। कानले के गर्छ त? कानले सुन्ने काम गर्छ। शाबास विद्यार्थीहरू। अर्को चित्र हेर्नुहोस् त। यो के को चित्र होला? नाक। तपाईहरुको कतिवटा नाक छ? एउटा नाक छ। नाकले के काम गर्छ? नाकले सास पनि फेर्छ, नाकले बास्ना पनि थाहा पाउँछ, नाकले सुँघ्ने काम गर्छ। शाबास विद्यार्थीहरू। अब अर्को चित्र हेर्नुहोस् त। यो के को चित्र होला? यो मुखको चित्र। मुखले के काम गर्छ भन्नुहोस् त? मुखले खाने काम गर्छ, मुखले बोल्ने काम गर्छ, दुवै काम गर्छ, होइन त? हो। अब अर्को चित्र हेर्नुहोस् त। यो के को चित्र होला? यो हातको चित्र। विद्यार्थी भाइ बहिनीहरू भन्नुहोस् त, तपाईहरुको कतिवटा हात छ? दुईवटा। यहाँ पनि हात दुईवटा छ। हातले चाहिँ के गर्छ भन्नुहोस् त? हातले लेख्ने काम गर्छ। अब अर्को चित्र हेर्नुहोस् है त। के को चित्र? स्याबास, यो चाहिँ गोडाको। कतिवटा गोडा छ तपाईहरुको? दुईवटा गोडा छ। गोडाले के काम गर्छ? गोडाले हिँड्ने काम गर्छ। अब हामी यी शरीरका अङ्गहरूले कसले के काम गर्ने रहेछ, हामी यसको बारेमा गीतबाट पनि कविताबाट पनि हामी सिक्नेछौँ। अब यो कविता हेर्नुहोस् त। विद्यार्थीहरू, अब यो कविता गाउँ है त। ल, पहिले म गाउँछु अनि तपाईहरु पनि म सँगसँगै गाउनुहोस्। हस्? ल। आँखाले गर्छ हेर्ने काम, कानले गर्छ सुन्ने काम। आँखाले गर्छ हेर्ने काम, कानले गर्छ सुन्ने काम। नाकले गर्छ सुँघ्ने काम, मुखले गर्छ खाने काम। कति रमाइलो है। आँखाले के गर्ने रहेछ? आँखाले गर्छ हेर्ने काम, आँखाले हेर्ने काम गर्छ। कानले गर्छ सुन्ने काम, कानले चाहिँ सुन्ने काम गर्छ। नाकले गर्छ सुँघ्ने काम, नाकले चाहिँ सुँघ्ने काम गर्छ। मुखले गर्छ खाने काम, मुखले चाहिँ कसरी खान्छ? गरेर खान्छ है। हो। अर्को गीत है त। अर्को कविता। हातले गर्छ लेख्ने काम, गोडाले गर्छ हिँड्ने काम। हातले गर्छ लेख्ने काम, गोडाले गर्छ हिँड्ने काम। दाँतले गर्छ टोक्ने काम, मुखले गर्छ खाने काम। दाँतले गर्छ टोक्ने काम, मुखले गर्छ खाने काम। आहा, विद्यार्थी भाइ बहिनीहरूलाई कसले के गर्छ भन्ने पनि यहाँहरूले सिक्नुभयो। अब म तपाईहरुलाई अर्को चित्र देखाउँछु। हेर्नुहोस् त। यो कसको चित्र? यो मेरो शरीर। आहा, यो शरीरमा के छ भन्नुहोस् त? अघि भने जस्तै शाबास। आँखा छ, नाक छ, मुख छ, हात छ, गोडा छ। हेर्नुहोस् त। यो के होला? आँखा। भन्नुहोस् त। आँखा। भाइको
आँखा। अब त्यसपछि अर्को चित्र हेर्नुहोस् त। अब के आउँछ होला भन्नुहोस् त। नाक। के को चित्र आयो? नाकको चित्र। भाइको पनि यहाँ नाक छ होइन त। अब के को चित्र आउँछ होला? के को? मुख। भाइको पनि यहाँ मुख छ। अब के को चित्र आउँछ होला? कान। भाइको पनि यहाँ कान छ। यो र यो दुईवटा भाइको कान। अब के को चित्र आउँछ होला भन्नुहोस् त। हात। हातको चित्र। भाइको पनि दुईवटा हात छ। चित्रमा पनि दुईवटा हात छ। अब के चित्र आउँछ होला? गोडा। भाइको पनि दुईवटा गोडा छ। चित्रमा पनि दुईवटा गोडा छ। अब तपाईहरु भन्नुहोस् त, म चित्र देखाउँछु भन्नुहोस् है त। यो के को चित्र? आँखा। यो के को चित्र? नाक। यो के को चित्र? मुख। यो के को चित्र? कान। यो के को चित्र? हात। यो के को चित्र? गोडा। यी चित्रमा देखाएका शरीरका अङ्गहरू यो भाइको शरीरमा पनि छ हैन त विद्यार्थीहरू। कस्तो राम्रो चित्र। अब अर्को चित्र देखाउँछु। हेर्नुहोस् त, यो चित्रमा के देख्नुभयो? एउटा भाइले ऐनामा हेरेको, ऐनामा पनि आफू जस्तै देखेछ होइन त? हो, ऐनामा म। यो भाइ कसरी ऐनाभित्र गयो होला? अब म तपाईहरुलाई कथा सुनाउँछु। हस् ल, ऐनामा म शीर्षकको कथा हेर्नुहोस् है त। म ऐना अगाडि उभिएँ। मैले नाक देखेँ, कान देखेँ, आँखा देखेँ, निधार देखेँ, गाला देखेँ, ओठ देखेँ, दाँत पनि देखेँ, चिउँडो देखेँ, सबै जोडिएर बसे। आहा, मेरो अनुहार। हेर्नुहोस् त भाइ बहिनीहरू, यहाँ ऐना अगाडि उभिँदाखेरि भाइले नाक पनि देख्यो, आँखा पनि देख्यो, निधार पनि देख्यो, कान पनि देख्यो, गाला पनि देख्यो, दाँत पनि देख्यो, ओठ पनि देख्यो, चिउँडो पनि देख्यो। सबै जोडिएपछि त आफ्नै अनुहार पो बनेछ। कति रमाइलो कथा। अब भाइ बहिनीहरूलाई म अर्को चित्र देखाउँछु। ल, अब म भन्छु तपाईहरुलाई चित्र देखाउनु भन्दा पहिला। ल, म शरीरको अङ्गको नाम भन्छु, तपाईहरुले आफ्नो शरीरमा छुने है त। जस्तै मैले नाक भनि भने तपाईहरुले नाकमा छुनुपर्छ। हस्, छुनुहोस् त। नाक छुनुभयो? स्याबास। अब अर्को कान। कानमा छुनुभयो? स्याबास। चिउँडो। चिउँडो 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 कहाँनेरि छ, कहाँनेरि छ, कहाँनेरि छ? यहाँ छ, मुखभन्दा तल। हामी चिउँडोलाई च्यापु पनि भन्छौँ। छुनुभयो है? अब अर्को चित्र। निधार। निधार छुनुभयो? निधारमा टिकी लाउनु पर्छ होइन त? हो, भाइ बहिनीहरूले त छोइहाल्नु भयो। अब ओठ। शाबास, ओठमा पनि छुनुभयो। भाइ बहिनीहरूको आमाले ओठमा लाली लगाउनुहुन्छ होइन त? हो, अब म तपाईहरुलाई अर्को चित्र देखाउँछु। ल, हेर्नुहोस् है त। अब यो चित्रमा चाहिँ कसले के काम गर्छ भन्ने कुरा भन्नुपर्छ। हस्, यो पहिलो चित्र के हो त? आँखा। आँखाले के गर्छ? आँखाले के गर्छ? स्याबास, भनिसक्नु भए। आँखाले देख्छ। मिल्यो। कानले के, नाकले के गर्छ? देख्छ कि, सुँघ्छ कि, सुन्छ, बोल्छ, लेख्छ, हिँड्छ। नाकले सुँघ्छ। सुँघ्छ गएर नाकबाट बस्यो। अब कानले के गर्छ? सुन्छ, बोल्छ, लेख्छ, हिँड्छ। कानले सुन्छ। अनि मुखले के गर्छ त?
बोल्छ कि लेख्छ कि हिँड्छ? मुखले बोल्छ। हातले के गर्छ? लेख्छ कि हिँड्छ? हातले लेख्छ। गोडाले हिँड्छ। आहा, भाइ बहिनीहरूले त कति राम्रोसँग मिलाउनु भयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब विद्यार्थीहरू, आजको कक्षा कस्तो लाग्यो? आजको कक्षा कस्तो रमाइलो भयो है? ल, आजको कक्षामा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। आजको हाम्रो कक्षा यहीँ सकिन्छ। नमस्कार।